पल्सी बल्दैन त्यसपछि पल्ली पल्ली काम अनि लाने चुलो मिलाउनु पर्ने छ चुलो म मिलाउँछु ल चुलो त्यतिकै हुन्छ बसेर बचाइदैन गराउँछु प्लास्टिक पोल्नु जान्छ नि अब चाहिँ चलाउनु पऱ्यो चुलो मिलाउनु पर्छ भने यहाँ धरेर हिजो हजुर सुमन त्यो त उ हाल न हिँड्दा ठड्या यो सबै छेर्दैन त आएको यो म त माल 7 गते यहाँ चाहिँ 9 गते आइपुग्यो 15 त्यहाँ बसेदेखि आगो पञ्चमीको अघि लिन आइपुग्यो मकैको खाने उसको त खालि पोर्ट खेल्ने 1800 जित्ने अहिले भरेसम्म अहिले पोर्ट खेलेर 5-7 हजार पुर्याउँछ होला खाना खाएको हो त बाबु मलाई खाना यता भाइहरूले पनि पकाएर चाहिँ मैले त अब यहाँ ढिँडो पकाउँछ यहाँ होइन उता खाइसकेँ अन्जनहरूले पनि पकाएर जहाँ पायो त्यहाँ खाइदिनु त मैले त म बिहानै आएको होइन अन्त खाइसकेँ खाना खाएको छ सागरहरू आयो सागर त कता सागर आएन होला उता कतिवटा जिल्ला घुमेर आएको महानगरको ऊ थियो ऊ थियो होइन पहिला फेरि अहिले कता गएको थियो के त्यो पत्रकार उसको अब ढेँडो भन्नु त्यो खुसी भन्नु पर्यो अरे रामा अब ढेँडो पकाएको अनि फर्किने हो त यसले खिच्छ रे तरकारी के त तरकारी कुखुराको मासु हिजो लोकल भाले भाउजूले सिबले काटेर आदि लिएर गएको छ त्यही खाएको मैले त्यही कुखुराको मासु खाँदै खाएर खसिरह्यो भने न खाएको खसी होइन थोरै हाले पिठो बाबु ए भात त जान्छ नरम पकाउनु पर्छ है ल अहिले है सुनमा मरै ढल्क्या हो मार्नुपर्ने छैन ढिँडो गाई ढिँडो अब पकाउँछु ढिँडो पकाएर खाने भयो अनि यो फुट्सुका मरेन नि त नरम पकाउनु पर्छ आमाले एकचोटि नहाल्नु हाल पिरो त्यसरी नहाल पिरो भातै जान्छ नहाल्न ए आउनु हेर्न आउनु यहाँ आउनु त यहाँ आउनु ल यहाँ आउनु न ल म पकाउँछु त्यो त आमै बोलेन ल्याउनु त लोरी म आगो फोक्छु आमा यस्तो चिसो दाउरा हालेर झन् कोही हाल न बरु कता ढल्क्यायो त्यहाँ बस पिरो पुग्यो पुग्छ गिलो बनाउनु होइन अलिक धेरै किलो नि हुन्छ नि प्यात पुग्छ प्यादी होला है खोइ त पुग्दै पुग्दैन पुग्ला साह्रो बनाउँछु नि यो दाउराले नोके गर्ने हजुर गाइस ढिँडो स्पेसल्ली हाम्रो चाहिँ आज हामी चाहिँ ढिँडो पकाउँदैछौँ गाउँमा पुरा पहाडतिर हो यो ढिँडो
नकै गरौँ आगो पछाडि बोलेन ठिक हुन्छ त्यो त्यो त चल्छ भयो है भयो अलिक दिएर ठाउँ बसेँ अप्ठ्यारो भयो तँलाई छैन ठिक छ ल दाउरा चाहिन्छ छैन यहाँ चाहिँ नत्र नोकै गर्नलाई ल्याएको यहाँ खाऊ ल गाइज हाम्रो यो चाहिँ ढेँडोको लागि सितन यो चाहिँ लोकल पाक्दैछ है पुरा लोकल प्योर लोकल यहाँ दाइले पकाउँदै हुनुहुन्छ यो चाहिँ ढिँडोसँग खानालाई मरमसला थप्दै हाल्दै हुनुहुन्छ यो चाहिँ लोकल कुखुरा पाक्दैछ ढिँडो खानलाई अनि ढिँडो चाहिँ हाम्रो यहाँ तयार कुखुरा एउटा सिँगै पकायो नि थोरै हुनु हाम्रो चाहिँ यहाँ ढिँडो चाहिँ तयार भएर रेडी अवस्थामा छ लोकल कुखुरा अब गाउँघरमा सानो सानो ठिक्कको हामी 3 जना छौँ 3 जनाको लागि मात्रै हो है यो चाहिँ ल है हाम्रो ढिँडो तयार भयो अब है यहाँ मासु यो चाहिँ मासु कराई पनि हाम्रो त पुरा अर्ग्यानिक छ यो चाहिँ गोलभेडाको अचार चटक्क पिरो खुर्सानीवाला यो चाहिँ ढिँडो ढिँडो म त यहाँ यति हो मलाई पानी हाल्नु खाने पानी ढिँडो पस्किँदै हुनुहुन्छ यहाँ दाइले यो चाहिँ तिनवटा मात्रै पसिनु हुँदैन चारवटा मात्रै एक चिम्टी हाल्ने क्या जन्म हाल्ने नि मात्रै भयो तिमीहरूलाई झ्यामझ्याम हाल है दुई पन्यो हाल उता टाढो हाल न आएन ठिक छ दुधी पनि उता खानु सकिँदैन होला मलाई त नआएन भोकै लाग्दैन यो खाएपछि ढिँडो खाएपछि भोकै लाग्दैन तिमीहरू चाहिँ खान्छ अचार चाहिँ भोगाल्छ अचार ल अचार पनि थोरै है मलाई त अलिकता अचार उठ्नु भयो क्या त्यही ठिक छ मलाई त थोरै अचार ध्यान नहाल मासु ध्यान नहाल है खुर्सानी होस् मासु दुई पिस मात्रै हाल दुई पिस मात्रै है दुई पिस मात्रै ल पुग्यो मलाई त मासु पुग्यो आमै दाल तताउनु पर्ने पिउनु पर्ने आमै दाल त बिग्रन्छ भएन म तताउँछु भयो त्यहाँ बसाल्नु पर्यो कति हाल्यो भने मासु मलाई म बसाल्छु के त्यहाँ म पिउँछु दाल अहिले त्यहाँ चिप्चे नै बसाल्छु कि म हालेर खाऊ है झ्याम झ्याम हालेर खाऊ खाल्छ गाइज पुरा ढिँडो तयार भयो दाल तताउँछु भने मलाई ढिँडो खान्छ है खान्छ होला है खान्छ होला झ्याम झ्याम चट्टै लगाएर खाऊ मिठो हो मिठो छ ठिक भयो अचारले चट्टै ठिक भयो नि ढेँडो यहाँबाट साह्रो त खानै छोड्दैन एक खानु भने फोटो मात्रै खिचेर नभए न ल अब बाई बाई भन्नु लोकलको त्यति फल मस्त हुँदैन है त्यो पनि खाइदिनु यही खाऊ न भने दालमा त आएर खान्छ मासु पकाउँछ मासु ल्याउँछ एकदिन बिराएर ढेँडो बच्चाहरू खाँदैन
बुढाबुढी धेरै खान्छ धेरै मसिनो गरेछ